खाइला गाइज। नमस्ते, वेलकम छ हजुरलाई मेरो नेक्स्ट भिडियोमा। हजुर सन्चै हुनुहुन्छ होला र म पनि सन्चै छु। अनि आज चाहिँ म कहाँ जान लाग्यो भनेर अहिले भरे देखाउँछु। अनि तपाईहरूले थाहा पाइसक्नु पनि भयो होला थम्बनेल हेरेर। सो अहिले चाहिँ म यहाँबाट माइजूको घर जाँदैछु अनि माइजूको घरबाट चाहिँ हामी कहाँ जान्छौँ भनेर हजुरलाई भन्नेछु। बाई राखी। सो गाइज हामी चाहिँ फाइनली रेडी भइसक्यौँ। अब चाहिँ हामी उडामा चाहिँ जान लाग्यो। हाम्रो माइजू उहाँ हुनुहुन्छ, माइजू चाहिँ जानुहुन्न। अनि म र गेन्जी चाहिँ जान्छौँ। अनि अरू सबैजना गइसक्यो। अब हामी चाहिँ सबैभन्दा लेट हुने भयौँ होइन। अनि हामी यहाँबाट टक्क लगाएर जाँदैछौँ। टक्क लगाएर म पनि जाँदैछु। म चाहिँ मेरो फेरि गाइज हामी चाहिँ गाडी चढिसक्यौँ। कपाल मिलाउँछ यो गाइज हामी चाहिँ सुन्दरी जलको गाडी चढिसक्यौँ। चाहिँ हाम्रो लन दाइ गाइज हामी फाइनली झरिसक्यौँ। अनि अब हामीलाई चाहिँ दाइले लिन आउँदै हुनुहुन्छ। कता हुनुहुन्छ तर यता। सो भित्र त अनि यता चाहिँ माइती नेपाल अनि यो चाहिँ मेन रोड। सो गाइज हामी चाहिँ गइसक्यौँ रे। खै गेन्जीले के गर्यो? सो हामी चाहिँ यहाँ धान रोप्नेवालामा छौँ टक्क लाएर। यस्तो हरिया यस्तो यहाँ पनि रोप्ने रे। पानी नै छैन त यहाँ। हजुर आइसक्यो। यहाँ नानीहरूले धानको बिउ खोल्दै रहेछ। जेनिसा, युना, हाई। मम्मी उता हुनुहुन्छ। म चाहिँ यहाँ म भर्खर आइसकेँ गाइस। अब म चाहिँ अब लुगा फेरेर आउँछु यहाँ निकाल्नलाई। म लुगा फेरेर आइहाल्छु ल। वेलकम टु लुना ब्लग्स। अहिले चाहिँ हामी होइन होला के हो गाइस हामीले चाहिँ ब्याड उखालिसक्यो। अब हामी धान रोप्न जाँदैछौँ। त्यहाँ चाहिँ खनिरहनु त्यो ट्र्याक्टर लगाइरहनु भएको छ। उहाँ चाहिँ मेन हेड बारीको हेड मान्छे आयो। अनि त्यसपछि यो चाहिँ हाम्रो सिन रहेको छ। तिमी अब यहाँ भन न। सो गाइज हामी चाहिँ धान रोपेर आधी उधी पुऱ्याएर आयौँ। उहाँ जनताहरू बसिरहनु भएको छ उहाँ पारि आयो। आउनु बित्तिकै फोन छ। यो सब धानहरू भाँचिन्छ र धेरै। ये बड़ी अच्छी बात कही आप। तो यहाँ चाहिँ घोचो भनेर भन्नु मिल्ने देखेन क्या। ओ हामी त साह्रै गाह्रो भइहाल्यो अरे। ओहो त्यहाँ हेरिरहनु भएको छ। फर्स्ट फाइट हो क्या। ल सबैजना खाँदैछ नि के छ। मिठो छ। दिस इज माई गाइज। हामी चाहिँ खाजा खाएर टक्क लाएर बसिरहेछौँ। अब हाम्रो गोल हुँदैछ। एकैछिन 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 लु गोल। आइट 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 ड्याम। अब नानीको पालो रे। म चाहिँ आफ्नै भिडियो बनाउनु। ओइ ये लु है लु। अब हाम्रो मेलो सुरु भइसक्यो गाइज। अब हामी मेलोमा छिरेको। लु लु दाजु। सो गाइज यसपछि चाहिँ हामीले सबैजना मिलेर
रोप्यौँ टक्क लाएर कुनै ठाउँमा चाहिँ गहिरो थियो नि त अनि कुनै ठाउँमा चाहिँ उ थियो भ्यू पनि ठुलो मतलब डिफ्रेन्ट टाइपको दुईवटा टाइपको थियो अनि लामो छोटो टाइपको थियो अनि सबैजनाले मिलाएर उहाँ क्याप लाउने दाजुले चाहिँ लामो रोप्नु भइरहेको छ अनि हामी चाहिँ सानो रोपेको छौँ कि अनि गहिरो पनि हो नि त यो साइड कुना र छेउ साइड चाहिँ गहिरो थियो अनि हामी चाहिँ अब सानो रोप्ने भएर अनि सानो रोप्यौँ अनि हाम्रो भिडियोग्राफर चाहिँ हुनुहुन्छ गेन्जी सरले चाहिँ हाम्रो भिडियो राम्रो गरिदिनु भएको थियो अनि के गर्नु त अब त्यसपछि हामी चाहिँ रोप्यौँ लास्टमा चाहिँ हिलो यस्तो खेल्यो नि सो अहिले रमाइलो भएको छ अनि बिचमा टिकटक बनाऊँ न यस्तो खालको टिकटक बनाऊँ भने तर कसैले बनाएन क्या त्यहाँ सपना देख्नु मात्रै भयो टिकटक बनामै भनेको बनाएन किनभने जाडो भइसकेको थियो नि त अनि बनाएन यो गरौँ त्यो गरौँ भन्ने चाहिँ भन्यो तर बनाइन सो एनिवे राम्रो फोटो खिच्यौँ हामीले अनि त्यसपछि रमाइलो धेरै गऱ्यौँ मेरो त फर्स्ट टाइम त धेरै सो अब हामी यहाँ पनि रोप्दैछौँ युवराज चाहिँ यहाँ छ हाम्रो हालत त्यस्तो छ गाइस सकिसक्यो अनि हामी यसरी सबैजना चाहिँ फ्रेस भएर बसिसकेका छौँ रे क्या यहाँ हाम्रो खानाहरू चाहिँ पक्दैछ एक्लै ड्याम बसेर सो हामी चाहिँ खाना खान लाग्यौँ हाम्रो उहाँ चाहिँ आजको वेटर सर निमै बाई बाई खै त बाई बाई हामी चाहिँ गयौँ सो थ्याङ्क यू फर वाचिङ कस्तो लाग्यो भिडियो लाइक कमेन्ट सेयर गर्नु होला थ्याङ्क यू